काशीको दर्शन गर्ने यहाँनिर आउनु हैन काली महादेव गुफा महादेव स्ट्यान्ड भन्छ हैन अच्छा बत्ती त बाल्दिनौँ अहिले यो बाटो यस्तो बनाएको हो पहिले यस्तो थिएन अब बजारको बेला सुट चाहिँ भनेको यता यता यस्तोतिर हो र मान्छेहरू अनि हगेको हुन्थेन कति मान्छेले गिल्छ नि हाम्रो गाउँको त्यो विनिता फुपै भन्ने चिन्नुहुन्छ सुरेश चिन्नुहुन्छ सुरेश त्यो स्कुलदेखि पर्तिरको घरको सुरेश के ऊ आएको थियो यहाँ भरे उसले चाहिँ मुतेर चाहिँ मुते तल चाहिँ मान्छे सुतिरहेको अनि आशीर्वाद दियो होला त नि कहाँ अब कति अहिले पनि सबै भयो तल त मेला लागिरहेको रहेछ त पहिले त थिएन नि त पारा आयो लु भयो यहाँ त पर्दैन होला दानपेटीका देखिसकेपछि हालिदिउँ न केही हुँदैन त्यतिको
यहाँबाट फरेर माथि कुन गुफा रे यो बसा सोचेको पुग्छ भन्ने कुरा थियो मैले हानेको थिएँ लागेको थियो तपाईको प्रयास जारी छ ल उहाँलाई बजाउँदैन त कान्छ ल पालो दिइहाल्नु त पालो दिइहाल्नु अब यसरी हुँदैन त अब परा परा आउँछ जस्तो छ तपाईँ बजाउनु नबजाउने अलिक अब बजाइयो यति भयो घुम्नु त घुमिसक्यो बसेर के गर्नु 250 भन्दै यहाँ सुन न बजार यो हिजो बजार लागेको रामनवमी होइन अनि रामनवमी होइन के भन्छ चैते दसैँलाई रामनवमी त रामनवमीको बजार रहेछ अहिलेसम्म के गर्नु उसमा नम्बर चुज गर्नु हैन यति तीनटा दाउ हो तीनटा दाउमा तपाईले गोदमा राख्ने त्यसले यतिमा दाउ तपाईले परेको मायो यो यसमा राख्नु पर्यो नि होइन यसमा हुन्छ नि तीनटैमा राख्नु पर्यो तपाईले यो 50 मात्रै है तपाईले यहाँ म्याक्सिमम 6 ल्याउनु पर्यो जोड्दा ल बजाउनु बजाउनु नाइन आयो आयो फेरि नम्बर 2 तपाईले अब 6 अनिवार्य 6 हाल्नु भयो अनि यो त हान्नु पर्यो होला नि फेरि हानु दुईजनाको यो खोइ त मलाई ल ल आनो का आनो ठुलै हान्नुपर्छ ठुले आनो ह्या म पनि ठुलै हान्छु ल फेरि ल ल ल 3
नम्बर 1 है गयो तपाईको यो दमा पर्या लु 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 म मेरो पनि भिडियो यसले नै बनाइदिनु अहिले त पर्छ परेन रमाइलो हल्का रमाइलो हुन्छ ठुलोमा हान्नु ठुलोमा हल्का रमाइलो नम्बर 6 पुरो पैसा पुरो 100ले निकोचोटि हान्नु पाउने हो त